हेलो एभ्रिवान एन्ड नमस्ते। आज त के नमस्ते भन्ने गाइज, ह्याप्पी होली सबैजनालाई। अब म चाहिँ अलिकति ढिला नै भयो, ल 12 भइसक्यो। यसो साथीहरूलाई भेटघाट। आज चाहिँ हाम्रो नेपालमा होली खेल्दैछौँ। सो मैले चाहिँ माइक साइक आज चाहिँ हाल्नु है, मैले अब पानी तानी पर्न सक्छ। यहाँ चाहिँ गोप्रो गरेर यसो साथीहरूलाई चाहिँ भेटघाट गर्दै होली गर्दै, अनि आजको भ्लग चाहिँ साथीहरूसँग गेट टुगेदर, अनि यो हाम्रो कलरफुल रङ्गी बिरङ्गी चाड होली मनाउँदै साथीहरूसँग इन्जोय गर्नेछु गाइस। सो स्टे ट्युन। म अहिले साथीहरूकोमा जाँदैछु, तर यो पटक बाटो पुरै सुनसान छ। नर्मल्ली होलीको बेला चोकमा टेन्ट अनि म्युजिक हुन्थ्यो, अनि हामी धेरै जस्तो गाउँबाट होली खेल्दै यहाँ जम्मा भएर रमाइलो गर्थ्यौँ। तर अहिले एकदमै क्वाइट छ, टोटली डिफ्रेन्ट है। यु क्यानट बिलिभ यो चाहिँ होली हो भनेर कि सायद यो पटक चुनावको असरले गर्दा होला। यु क्यान सी चोक पुरै खाली छ कि। नर्मली यहाँ चाहिँ यतिखेर म्युजिक रङ पुरै बवाल हुन्थ्यो कि, यहाँ चाहिँ एकदम रमाइलो थियो। खै टोटली चेन्ज छ। बालकृष्ण आएको छ होइन। अब यसलाई चाहिँ अलिकति हुन्छ नि, यसो अनुहारमा चाहिँ अलिकति त्यो के अरे होलीको रङ चाहिँ अलिकति फिक्का जस्तो लाग्यो मलाई। यसको भ्लगहरू चाहिँ मजाले हेरिदिनु होला, अनि लिनु होला मजाले है। हाम्रो यो गरेको ह्याप्पी होली है। ल ये मैं हूँ, ये मेरा दोस्त, और हमारे यहाँ होली हो रही है। ये मैं हूँ और ये मेरे बड़े भाई लोग, और हमारे यहाँ होली हो रही है। अब हामी यहाँबाट निस्किरहेको छौँ होइन। अब हामी चाहिँ अब सबै साथीहरू एक ठाउँमा भेटेर रमाइलो गर्ने, र हाम्रो त्यो साथीको एउटा गाडी र हामी यस्तरी बाइकमा छौँ अहिले। रमाइलो भइरहेको छ ह्याप्पी होली। र पहिला जस्तो त छैन, तर त्यो रमाइलो छ। चुनावी माहौलले गर्दा पनि होला, अहिले होलीको एकदम रमझम कमै हो। साथीहरूसँग भेटघाट पनि भयो, रङ पनि लगाइसक्यो। अब यसो कतै बसेर गफसफ गर्दै खानपिन गर्ने विचारले हामी चाहिँ त्यहाँबाट निस्क्यौँ। हाम्रो रमेशजी ल कोही आयो भने पछि मैले चाहिँ यहाँ के अरे हाम्रो मेरो एउटा साथीले चाहिँ स्टिकर जस्तै उसको चाहिँ एउटा भ्लग छ होइन, यो एकदम फेमस भ्लग हो। उसको चाहिँ मिस्टर बिस्टलाई उसले टप्न खोजिरहेछ। यसलाई चाहिँ अलिकति प्राथमिकता दिएर चाहिँ सबैले सब्सक्राइब गरेर मिस्टर बिस्टलाई चाहिँ हामीले चाहिँ टप्नुपर्छ भनेर चाहिँ अहिले चाहिँ हामी एउटा यहाँबाट अब दाइकबाट जाँदैछौँ। उता अब रमाइलोको लागि हामी चाहिँ यहाँबाट मासुको तरकारी किनेर लगाउँदैछु होइन। जिराहरू चाहिँ यहाँसम्म दिइरहेको छ। यो गाडी चाहिँ त्यही गाउँमा यसरी होली खेलिरहेको गर्ने त गरिरहेछ ब्लगरले आयो, राम्रो कम एउटा मान्छेको हुन्छ नि, एउटा टाइम हुन्छ अरे के होइन। कता ठुला काम छ नि, काम परेर काम मान्छे छोड्दै मेरा छोड्के मैले आफै पकाएको यो पाङ्गा त्यो हुइल पाङ्रा भन्छन्, इङ्ग्लिसमा हुइल भन्छन्। यो चाहिँ मिठो छ। यो त माया हेर न, तर मलाई जस्तो हुन्छ नि तैँले चाखिस् नि, नुन अलिकति कम छ नि। हो कि मिठो मिठो त मिठो छ। अब यसले फेरि हुन्छ नि, जसले बनाइरहेको छ भिडियो मलाई दिएन भन्ने भनेको छ। ल खाँदै खायो त्यो देखन न। अब दाइ सामान यहाँ खानु पक्कै भ्याएर यो भिडियो हामी साथीभाइहरूले धेरै पछि होली खेलेको रमाइलो र हामीले स्पेन्ड गरेको क्वालिटी टाइमको याद हो। यो हाम्रो मेमोरीको लागि अपलोड गरेको छु। होप यु इन्जोय दिस भिडियो। थ्याङ्क यू फर वाचिङ।